मार्केटिङ अर्डरको सामान हो। अर्डरको सामानहरू लिएर आछाम जाँदै हुनुहुन्छ। बुटोलदेखि आछाम। नमस्ते, म कुलवारी ओली। यतिखेर सुरेन्द्रनगर सुर्खेत 11 मा छु। शङ्कर आयल नजिकै एउटा ट्रक, मिनी ट्रक जलेर यहाँको जुन सामानहरू नष्ट भएको छ र यो कसरी आगो लाग्न पुगेको यो ट्रकमा र के कारणले आगो लागेको र यो कहाँ जाँदै गरेको ट्रक थियो, यहाँ आएर किन यसरी आगो लाग्यो भन्ने विषयमा यो जुन ट्रकका चालक हुनुहुन्छ, ट्रकका चालकसँग म छोटो कुराकानी गर्छु। हजुर नमस्कार। यतिखेर हामी हिँड्दै गर्ने क्रममा यो जुन सामान छ, यो सामान जलेको अवस्था देख्यौँ हामीले। हामी सबभन्दा पहिले परिचयबाट सुरु गर्छौँ। हजुर, हामी चाहिँ तपाईँको बिहान 6 बजे परिचय, आफ्नो परिचय दिनु। मेरो परिचय चाहिँ प्रकाश चाबक है, मेरो घर चितवन। हजुर। बसाई भैरवा। हजुर। अनि अरू के भन्नु पर्यो भन्नु? यो गाडी कहाँबाट कहाँ जाँदै थियो र यो कसरी आगो लाग्न पुग्यो? यो बुटोलबाट आछाम जाने गाडी। हजुर। अनि आउँदै गर्दा चाहिँ आज बिहान पम्पमा तेल हाल्ने क्रममा तपाईँको हामी झर्दाखेरि चाहिँ अलिअलि वायरिङ सर्ट भएर पुत्ताइरहेको देखियो। हजुर। त्यसले गर्दा अब पम्पमा क्षति हुन्छ भन्ने तरिकाले हाम्रो गाडी चाहिँ छिटछिटो त्यही बेलामा यता साइडमा ल्याएर राखियो। हजुर। अनि गाडी चाहिँ त्यता पानीको विषयमा बुझ्न जाँदा गाडी भर्रै भयो। हजुर, वायरिङ चाहिँ सर्ट भयो। वायरिङ सर्ट भइसकेपछि डिजल पम्पमा डिजल हाल्दै हुनुहुन्थ्यो। डिजल हाल्ने क्रममा हजुर नहाल्दै हो, नहाल्दै भएको के क्षति नहाल्दै त्यहाँ वायरिङ। हजुर, 15,000 मेरो पैसा पनि चल्यो। पैसा पनि चल्यो? पैसा पनि तपाईँको चल्यो? भन्नाले कम्पनीको पैसा चल्यो। कम्पनीको होइन, तपाईँ मार्केटिङ म्यानेजर हो। तपाईँ मार्केटिङ म्यानेजर होइन? तपाईँको त्यो जुन कम्पनीको पैसा पनि त्यहाँ राखेको थियो, त्यो पैसा पनि नष्ट भयो। अनि तपाईँ त्यहाँबाट आउँदै गर्दा जो पेट्रोल पम्प बनेर अड्याउनु भएको थियो 81, त्यहाँनिर त्यो वायरिङ सर्ट भयो होइन? वायरिङ सर्ट भइसकेपछि आगो अलरेडी सर्ट भइसकेको थियो कि पहिले भइसकेको थियो, बिचतिर तलै भइसकेको थियो। अनि हामी चाहिँ पम्पमा आइसकेपछि तेल हाल्ने क्रममा हजुर तपाईँको धुवा पुत्तेको देखियो। हजुर। अब यो आगै लागेको हैछ भन्ने तरिकाले चाहिँ हामीले बुझ्न थालिसके पछाडि चाहिँ गाडी झ्यापझुप सारेर यता ल्याइयो, पम्पमा क्षति नहोस् भन्ने तरिकाले। त्यो पम्पमा क्षति नहोस् भन्ने हिसाबले तपाईँले यता साइड लगाउनु भयो। अनि यहाँ आइसके पछाडि चाहिँ हामी पानी खोज्न गइयो। हजुर। पानी त्यता उता बुझ्दा यता गाडी दन्दन भइसक्यो। दन्दन बलिसक्यो होइन? बलेर सबै नष्ट भइसक्यो। यो कम्पनीबाट मार्केटिङ गर्नको लागि कहाँ जाँदै हुनुहुन्थ्यो अरे? मार्केटिङ यो अर्डरको सामान हो। अर्डरको सामानहरू लिएर आछाम जाँदै हुनुहुन्थ्यो। बुटोलदेखि आछाम। अहिले जस्तो तपाईँ मार्केटिङ म्यानेजर हुनुहुन्छ, तपाईँको परिचय बताउनुहोस् न। दीपक उपाध्याय। दीपक उपाध्याय होइन? हजुर। दीपक उपाध्याय। तपाईँले पैसा पनि जल्यो भन्नुभयो, पैसा कहाँ राख्नु भएको थियो र? पैसा मैले गाडीको चाहिँ नि डब्बा हुन्छ नि, डब्बाभित्र राखेँ। आफ्नो ज्यान बचाउनको लागि म गाडीबाट झरिसकेपछि झोला ताने। मैले पैसा हेर्न थालिनँ। पहिले त झर्नु पर्यो, पैसा हेरौँ कि झरौँ, दम्मै जल्यो। त्यसपछि झोला निकालेर गएँ। त्यसपछि बारुण यन्त्र आयो। बारुण यन्त्रले धेरै चाहिँ सहयोग गर्यो, तर हामीलाई सम्पूर्ण सहयोग यहाँको स्थानीयहरूले साह्रै सहयोग गर्यो। यो आगो कसरी निभाउनु भयो? दमकल ल्याएर? दमकल आयो। हाम्रो शङ्कर आयलले धेरै सहयोग र यहाँ छिमेकी मित्रहरूले साह्रै सहयोग गर्यो। तपाईँको त्यो सम्भव नभएर अनि त्यसपछि बोरिङ अनि दमकल आउने बोरिङले त्यो सम्भव नभइसकेपछि निभाउँदा थियौँ, तर त्यो प्रयास अनि त्यसपछि नगरपालिकाको गाडी आएर अनि यो निभाउने प्रयासमा गयो। अनि अलिकति क्षतिबाट बच्यो भनौँ। तपाईँ म्यानेजर हुनुहुन्छ, यो साउलाई खबर दिनुभएको छैन? सबै खबर भइसकेको छ, वाट्सएप गइरहेछ, सिसी क्यामेरा उहाँले हेरिरहनु छ। प्रशासनमा गएर मुचुल्का बनाएर आइसके, जिल्ला प्रहरी कार्यालय गएर मुचुल्का भएर सबै भएर साउलाई गइसक्यो। साउलाई सबै बुझार्थ गरी सबै बोधा छ, यहीँबाट लाइभ हेरिरहनु छ उहाँले। नत्र भने तपाईँलाई मेरो हिपत फुड्स कम्पनी हो यो। हिपत फुड्स कम्पनीले यहाँबाट लाइभ हेरिरहेछ। हामीले तेल हाल्ने भनेको यहाँ मात्रै हाम्रा चावडा गाडी छन्। यहाँ नपसिकन हामी जाँदै जान्नौँ कि। हस्, धन्यवाद। हामीले हिँड्दै गर्दा यो बाटामा यस्तो स्थिति भइरहेको देखिसकेपछि हामीले जुन यो सामान बेच्दै गरेका म्यानेजरसँग र चालकसँग हामीले कुराकानी गऱ्यौँ। दर्शकबिन, यतिखेर शङ्कर आयल निगमका कर्मचारी हुनुहुन्छ। यो नजिकै भएको कारणले गर्दाखेरि उहाँसँग यो कसरी गाडीमा आगो लाग्न पुगेको हो म कुराकानी गर्छु। हजुर नमस्कार, तपाईँको परिचयबाट सुरु गर्नु। मेरो नाम रामु महतरा। हजुर। म हाल यही शङ्कर आयल स्टोरको कर्मचारी। हजुर। अनि बिहान 7:30 बजेको 6:30 बजे उहाँ यता बास बसेर बिउरेनी P65 बास बसेर बिहान 6:30 बजेतिर आउनुभएको थियो। अनि हल्का त्यो आगो गाडीमा माथि चाहिँ धुवा पताइरहेको थियो।
त्यसपछि अनि हामीले यो के भयो भनेर यो गाडीलाई त्यही आइल निगमबाट अलिकति साइड लाएर हेर्दाखेरिमा धुवाँ चाहिँ पत्तायो। एक्कासी आगो हुँदाखेरिमा हामीले तत्काल बोरिङको पानी चालु गरेर त्यसपछि त्यसलाई निभाउने प्रयासमा गऱ्यौँ। हामीले दमकललाई खबर गर्दाखेरिमा अलिकति 101 मा फोन नलाग्दाखेरिमा पुलिस प्रशासन सबै आउनुभयो। आइसकेपछि अनि हामीले त्यो मोटर लगाएर यो मोटरबाट आगो निभाउने प्रयासमा थियौँ। लगभग अन्तिम चरणमा भइरहेको थियो। त्यसपछि दमकल आयो। दमकलको प्रयासले हामी आगो निभाउन सफल भयौँ। त्यसपछि अलिकति क्षतिबाट पनि हरेक केही सामानहरू थोरै बाहिर निकाल्नु भयो। अब त्यति अगाडि सामान थिएन। अगाडि अलिक पैसा थियो भन्नुहुन्थ्यो उहाँले। त्यो पैसाको जलो भन्नुहुन्थ्यो। अनि सामान पनि क्षति भयो। अनि त्यसपछि हामीले अनि साहुहरूलाई खबर गऱ्यौँ। सबैलाई खबर गऱ्यौँ। अनि प्रशासनबाट आएर मुचुल्का गराएर सबै रिपोर्ट बुझाइसकेपछि यहाँबाट कति सामान निकाल्ने मौका पाउनु भएन उहाँहरूले? नै त्यति सामान निकाल्यो तर त्यो सामानको काम नहुन्न भनिसकेपछि अब यसलाई के गर्ने त भनिसकेपछि अहिले सबै निचोड निकालिसकेपछि अब यहाँको स्थानीयलाई जे हुन्छ भनेर अनि त्यसपछि उताबाट धन्यवाद। छोटो समय दिएर हामीलाई जुन यहाँको बारेमा भनिदिनु भयो एकदमै तपाईँलाई धन्यवाद छ। र यसै गरेर यहाँको स्थानीय हुनुहुन्छ। यहाँको स्थानीयसँग छोटो कुराकानी गर्छु। हजुर नमस्कार। उहाँ एउटा साहु। तपाईँको परिचयबाट सुरु गर्नुहोस्। तपाईँको नाम के हो? मेरो नाम खड्गबहादुर विक्क हो। म पनि यहीँ नजिकै बस्छु। यहीँकै स्थानीय हो। यहाँको एउटा ठुलो क्षति भयो। हामीलाई पनि दुःख छ। तर यहाँको समाज हामीले सबैले राम्रोसँग निर्माण काम गऱ्यौँ। तर हामीलाई राम्रो लाग्यो। तपाईँहरू पनि आउनुभयो। ठिक लाग्यो हामीलाई। तपाईँले यो कुराहरू समस्याहरू बुझिदिनु भयो। बुझेका कारणले हामीलाई धेरै राम्रो लाग्यो। एकदम राम्रो छ यो ठाउँले। यो जुन आगो दन्किसकेपछि आउनु भएको हो कि यो पुत्ताउँदै गर्दा यहाँ आइपुग्नु भएको थियो? पुत्ताउँदै गर्दा हो। यहाँको सबै स्थानीयहरू आउनुभएको सबैले आएर पानी हालेर राम्रो चाहिँ ऊ गर्नुभयो। मतलब यहाँको पानी गाग्राको पानी ल्याएर प्रयास गर्नुभयो निभाउनको लागि। तर सम्भव हुन सकेन। त्यसपछि दमकल बोलाउनु पर्यो। अनि बोलाएर अनि यो समस्यालाई निर्माण गरियो। धन्यवाद। हामीले स्थानीयसँग पनि कुराकानी गऱ्यौँ। दर्शक पनि यतिखेर हामी सुर्खेत वीरेन्द्रनगर नगरपालिका 11 मा छौँ र यो शङ्कर मिल आइल नजिकै यो गाडी दुर्घटना भइरहेको दुर्घटना नै भनौँ। यो दुःखको जुन भिडियो बनाउँदै गर्दा यहाँ धेरै क्षति भइरहेको अवस्था देखियो र यहाँका स्थानीयहरूले सहयोग गरेर दमकल बोलाएर यसलाई चाहिँ निभाउने प्रयास गर्नुभएको छ। धन्यवाद। दर्शक पनि यतिखेर म तपाईँहरूलाई यो क्षति भइरहेको दृश्य देखाउँदै अहिले म शारदा खोरबाट बिदा हुन्छु। नमस्कार।